यो चाहिँ मेरो नमस्ते सबैजनालाई है। वेलकम ब्याक छ मेरो युट्युब च्यानलमा। हजुर सबैजनालाई, मेरो दिदीहरू, मेरो परिवारजनहरू, इष्टमित्र, छरछिमेकी, यो चाहिँ म पनि देखाउँछु है। अनि यो चाहिँ म हो होइन, म भर्खर उठेर यसो भिडियो बनाउँदैछु। मलाई दिदीले बनाउनु भन्नुभएको थियो। अनि यहाँ म छु। यो चाहिँ हाम्रो कुमारको घर, यो मामा घर, यो पनि मामा घर। यहाँ हाम्रो सरस्वती स्कुल छ होइन। ग्राउन्ड ठुलो छ है। यता इन्जिनियरिङको छ, सबै थोक छ। यता घाम, उता नेम्बेङ यता हो, लुम्बादिन त्यता हो। अनि यसको बारेमा म थोरै हजुरहरूलाई डिटेल्स दिन चाहन्छु होइन। यो चाहिँ हाम्रो पहिले आजभन्दा 15-20 वर्ष अगाडि हाम्रो टिएन्द्र सर भन्ने प्रधान अध्यापक हुनुहुन्थ्यो। उहाँ चाहिँ हाम्रो काका हजुरबा हुनुहुन्छ। टिएन्द्र सर हुनुहुन्थ्यो भने यहाँ हाम्रो दिदीहरू, मैया दिदी, उषा दिदी, सबै दिदी अनि फुपूहरू, बाबाहरू यहीँ पढ्नु भयो यही स्कुलमा होइन। यता ग्राउन्ड छ, यहीँ पढ्नु भयो। अनि पहिलेदेखि के भन्छ, यही स्कुल पहिले त यस्तो थिएन होइन। यो भर्खरै मात्रै यस्तो भएको हो। पहिले यता थियो, पहिले यो साइडमा थियो, टाढै थियो, काठको थियो होइन। पहिले त्यहीँ थियो स्कुल होइन। अहिले चाहिँ यस्तो भएको छ। यो विकास क्रममा यतिको बनाउनु भएको छ सरस्वती माध्यमिक विद्यालयलाई होइन। अनि यहाँ थियो पहिले मामाहरूको घर यहीँनेरि थियो स्कुल होइन। धेरै दुःख थियो होइन। हाई अन्जु दिदी उता हुनुहुन्छ। अनि ठ्याक्कै यहाँ थियो पहिले स्कुल। यहाँ चाहिँ पुरै यता पनि थियो स्कुलहरू होइन। यता माथि पनि थियो, यता बरको बोर्ड थियो, सबै थियो। अहिले चाहिँ ठुलो भएको छ, फराकिलो भएको छ। यसलाई झन्डै 4 फिट जति पुरिएको छ होइन। 4 फिट जति पुरिएको छ। अनि यो अहिले चाहिँ स्कुल हो। हाम्रो दिदीहरू दुःख गरेर घाँस दाउरा गरेर होइन यहीँ पढ्नुहुन्थ्यो। हाम्रो बाबाले पनि यहीँ पढ्नु भएको थियो। अनि हाम्रो त्यहाँ मामा हुनुहुन्छ, मामाश्री हुनुहुन्छ। अनि यहाँ हाम्रो मामा आउनु हुँदैछ होइन भिडियो गर्दा गर्दै। मामाको म फोटो खिच्न आँट्दैछु। हुन्छ हुन्छ। अनि म यहाँ मामाको फोटो मामाको फोटो खिच्दिन आँट्दै थिएँ। अनि मामा खिचेँ पनि। अनि यहाँ पहिले इन्जिनियरको छ अहिले चाहिँ। पहिले चाहिँ यहाँ थियो स्कुल होइन। स्कुल यहाँ थियो। अनि टोइलेट चाहिँ स्कुलको उतापट्टि छ होइन। यो चाहिँ इन्जिनियरिङको हो, माथि पनि छ है। अनि यहाँ पहिले हाम्रो बाबा, काका, अङ्कलहरू सबै यहीँ पढ्नु भयो। तल काका, कुमार काका, कान्छा काका, माइला काका, कान्छा, यता हाम्रो कान्छा काका, बाबा, हजुरबा, मम्मी त नभन्नु, दिदीहरू सबै यही पढ्नु भयो सरस्वती माध्यमिक स्कुल होइन, माध्यमिक विद्यालय होइन। अहिले चाहिँ धेरै नै राम्रो भइरहेछ होइन। धेरै प्रगति भइरहेछ, विकास क्रमहरू जारी छ होइन। पहिले यत्रो ग्राउन्ड थिएन छन त होइन। अहिले चाहिँ लास्टै ठुलो भइरहेछ यो ग्राउन्डहरू, विकास भइरहेछ। अनि यहाँ पार्किङको पनि सुविधा छ। अनि म तपाईँलाई देखाउँछु थोरै यहाँबाट होइन। यता चाहिँ यो छ, यो पानी, ग्राउन्डको पानी कहाँ काटिन्छ भनेर मलाई अचम्म लागेको थियो। यो ग्राउन्डको पानी चाहिँ ठक्कै यहाँ पोस्ट रहेछ। फुटबलहरू अस्ति भलिबल पनि भएको थियो, यहाँ थोरै काट्नु हुँदो रहेछ। अनि यो काटेर चाहिँ यहाँ इन्जिनियरिङको छ, यता वासरुम शौचालय छ तपाईँको। यहाँबाट चाहिँ काटिँदो रहेछ यो पानी। यहाँबाट काटेर चाहिँ यता उँधो जाँदो रहेछ। यता उँधो पनि फेरि तपाईँको कस्तो मजाले बनाउनु भएको छ क्या, यस्तो नाली बनाएर पानी जाँदो रहेछ होइन। अनि त्यहाँ चाहिँ पर चाहिँ किसे खोला यताको होला। त्यो चाहिँ त्यो खोलाको नाम चाहिँ थाहा भएन मलाई। यताको चाहिँ यहाँ खोला हो होइन। अनि यहाँ देखिँदै गरेको टिनको घर चाहिँ म त्यो पनि देखाउँछु हजुरहरूलाई होइन। यहाँ चाहिँ शौचालय छ स्कुलको, विद्यालयको। अनि यो इन्जिनियरिङ भयो होइन। यो चाहिँ स्कुलले होला यस्तो गर्नुभएको, यो पुरै मिलाउनु भएको छ होइन। अनि यहाँ यस्तो छ इन्जिनियरिङको तल होइन। अनि यो चाहिँ हाम्रो मामाहरूको यो बारी हो होइन। यो मामाहरूको बारी। तर स्कुलको यो पानी कहाँ काटिँदो रहेछ भन्दा त्यस्तो बनाउनु भएको छ क्या, सिमेन्टिक अलिअलि देख्नु हुँदैछ यहाँ छ। अनि तल यहाँ खोला छ होइन। यहाँ खोला त्यहाँ छ। अनि त्यहाँ मामा घर हुनुहुन्छ हाम्रो, पुच्छ घर, मामाको घर त्यहाँ छ। कोही छैन त्यहाँ होइन। अनि त्यहाँ कोही छैन। अनि त्यहाँ कोही पनि हुनुहुन्न। म हिजो 4 चोटि गएँ होला त्यहाँ होइन। 4 चोटि जान आउनुहुन्छ भनेर गएँ होइन। जस्ट त्यो बाटो उता मुनि के हाम्रो घरको नाम के पो हो, नाके डाँडा गए हिजो।
नाके डाँडा जाँदाखेरि मन्जु दिदीको घर जाँदा उता कमलले दिदीहरूलाई भेट्दाखेरि त्यही बाटो हिँड्ने त्यही भएर होइन अनि यता चाहिँ लुम्बा दिनु अनि यता के हो त्यो चाहिँ थाहा भएन नाम मलाई होइन यो पाहाडको यो चाहिँ स्कुल तलतिरको एउटा लुम्बा दिनु अनि यो चाहिँ सिदिङ त्यो चाहिँ थाहा भएन होइन मलाई त्यहाँ खोलाहरू छ रुखहरू बोर्डरहरू लास्टै रहेछ यहाँ मल बोक्नु हुँदैछ मकै रोप्ने बेला भयो होला खासमा तर पानी नपरी अब यता रोप्नुहुन्न होइन उम्रिँदैन होइन यहाँ चाहिँ मामाहरूको घर छ त्यहाँदेखि मन्जु दिदीहरूको घर छ तर मन्जु दिदीको त मलाई लास्टैमा लाग्यो होइन यस्तो राम्रो घर छ यस्तो राम्रो ग्वाली बनाउनु भएको छ होइन यस्तो ग्वाली बनाएर छोडेर जानु भएको छ क्या मलाई नि कस्तो भइरहेछ क्या त्यो चाहिँ दिदीहरूले त्यस्तो छोडेर जाँदा चाहिँ मलाई नि नरमाइलो भइरहेछ होइन यहाँ चाहिँ पार्किङको सुविधा छ अनि यो चाहिँ हाम्रो मामा घर हो है अनि यो चाहिँ ग्राउन्ड छ होइन यस्तो छ ग्राउन्ड होइन यता माथि छ यो भिर थियो पहिले एउटा बोर्डर थियो त्यो भत्काएर त्यो भत्काउनु भयो अनि यहाँ पहिले मनकुमारको दोकान थियो यहाँ चाहिँ होइन मनकुमार मामाको अनि यहाँ चाहिँ हाम्रो मामाहरूको घर छ होइन यहाँ चाहिँ पार्किङ छ मामाहरूको घर पहिले यहीँ एउटा स्कुल थियो होइन यहीँ थियो पहिले एउटा स्कुल त्यो चाहिँ भत्काएर अहिले यस्तो खालको नयाँ स्कुल बनिएछ होइन उयो बार चाहिँ किन लाएको सोच्नुहुन्छ भने त्यहाँ चाहिँ गोल खेल्दाखेरि उता घरमा नभत्काओस् भनेर त्यो लाएको हो त्यसरी होइन अनि यो चाहिँ कुमारहरूको घर हो अनि म त्यो पनि देखाउँछु हाम्रो दिदीहरूले पढेको दुःख गरेर पढ्नुभएको त्यतिखेर नै घाँस दाउरा गरेर घाँस काट्नु पर्थ्यो त्यतिखेर समयअनुसार चल्नुपर्छ होइन त्यतिखेर त्यस्तै समय थियो अहिले यस्तै समय छ होइन अरू त के भन्नु मैले यस्तो छ अहिले चाहिँ स्कुल बनाएको अनि म सबै देखाउँछु हजुरहरूलाई होइन अनि यहाँ माथि चाहिँ विकास मामाहरूको घर छ होइन यता यहीँ स्कुल पछाडि अर्जुन मामाको घर छ अनि यहाँ चाहिँ पहिलेको घर हो होइन यहाँ मामा नाच्नु हुँदैछ होइन अनि यो चाहिँ हाम्रो घर हो मामा घर होइन मामा लास्टै राम्रो छ फुलहरू दिदीले रोप्नु भएको छ अनि हाम्रो कुमार सरहरूको घर मामाको घर होइन यो चाहिँ पुरानो घर हो होइन अनि यो चाहिँ घर हो फुलहरू हेर्नु सक्नुहुन्छ इट्स टु गुड है इट्स टु लुकिङ अमेजिङ है अनि यहाँ चाहिँ हाम्रो किचन छ होइन अनि यहाँ छ धारा यस्तरी जोडिदिएको छ है यो धारा चाहिँ यो पुरानो घर हो अनि दाउरा यस्तरी घाट लगाएर चाहिँ किचन छ है यहाँ चाहिँ शौचालय छ म हजुर सबै देखाउँछु भैँसी देखाउँछु ल म हजुरहरूलाई अनि यहाँ भैँसी पनि छ है भैँसी भर्खर इआई गर्नुभएको छ अरे होइन यहाँ भैँसी छ बलियो छ होइन हान्छ जस्तो छ यहाँ चाहिँ पहाडी कि पाहाडो छ होइन यहाँ छ बाख्रा छन् होइन दिदीले खोले एक खसी पकाइरहनु भएको छ अनि त्यो चाहिँ मित्रेकी राउनेको घर भन्नु हुँदैन मलाई एक्ज्याक्ट थाहा भएन अनि यहाँ खसी बाख्राहरू छन् बोकाहरू छन् अनि यहाँदेखि उँधो त केही छैन त्यस्तो भिर छ उपर पारी हो अनि त्यस्तै छ होइन यहाँ ग्वाली यस्तै हो यहाँ शौचालयहरू छ होइन यहाँ मामाहरूको पनि म देखाउँछु ल अनि हाम्रो यहाँ माइला मामाहरूको पनि देखाउँछु म हजुरहरूलाई सबै यहाँ माइजू हुनुहुन्छ होइन हाम्रो माइजू खोले रेडी गर्नु हुँदैछ जस्तो छ माइजू यहीँ हुनुहुन्छ म यता माइजूहरूको वस्तु पनि देखाउँछु म पनि घुमेर अनि यहाँ छन् कुमार सरका बाख्राहरू हेरिरहेछन् मलाई टल्ल परेर सेतै मात्रै रहेछन् बाख्रा सबै अनि यहाँ गाई पनि छ कुमार सरहरूको गाई म यो गाई पनि देखाउँछु एउटा बासी रहेछ सानो हेर्नु कुमार सरहरूको गाई कुमारले अस्ति भैँसी बेचेर ल्याउनु भएको यो गाई होइन राम्रो रहेछ गाई धेरै दुध दिन्छ अरे गाई छ कुमार सरहरूको होइन अरू अनि माइसीहरूको त्यहाँ पनि रहेछ बाख्रा होइन यहाँ पनि ग्वाली छ होइन अनि यहाँ पनि ग्वाली छ यहाँ बाख्राहरू भइगयो होइन अनि म यता जान्छु अब म यता गएर माइजूले खोले ठिक पार्नु हुँदैछ चिया चिया खाएर माइजू यहाँ हुनुहुन्छ खोले कि पाकिसक्यो तातो पानी हाल्नुहुन्छ माइजूले माइजू हाँस्नु हुँदैछ म यता चाहिँ कुमारको रुम त्यहाँ हो
म फेरि यता किचनहरू देखाउँछु हजुरहरूलाई। आँपको बोट छ कि चौतारी छ होइन, यता छ। हजुर ल ल दिदी अनि हाम्रो ठेउके दादाको घर छ होइन, म यो पनि देखाउँछु। यो ठेउके दादा घर चाहिँ यहाँ हुनुहुन्छ ठेउके दादाको, म उता गइनँ होइन। म यता पनि आउँछु ल, यहाँ अलिकति तपाईँहरूलाई देखाउन मन लाग्यो मलाई यहाँदेखि। यहाँ के छ भन्ने बित्तिकै हजुर हो त हिँड्न आँटेको हजुर जाने हो नि। अनि यहाँ यहाँ चाहिँ छ होइन, म त्यो पनि देखाउँछु ल। म अलिकति तपाईँहरूलाई दृश्य देखाउन मन लाग्यो होइन, त्यही भएर म यहाँ यति उस्तो गर्दैछु। यहाँ चाहिँ अर्जुन मामाहरूको घर चाहिँ ऊ त्यहाँ छ ल, उयो स्कुलकै पछाडिको ठ्याक्क। अनि यहाँ छ सबै सुक्खा छ है, केही छैन। मेरो यहीसम्म हो। यहाँ बहिनी छिन् होइन, हाम्रो डक्टर बहिनी विकास हजुरबाहरूको घर चाहिँ यही हो है। मैले यति देखाउन आएको, यो चाहिँ पाहाड छ सम्म छ है। यो चाहिँ उहाँहरूको घर, यो चाहिँ अर्जुन मामाहरूको घर, सुभाष दादाहरूको। अनि यतापट्टि चाहिँ चौकी पनि छ है, त्यो चौकी चाहिँ मैले देखाइनँ होइन। अब यति हो है, मैले अरू केही देखाउन सक्दिनँ, मेरो घाँटी सुकिसक्यो होइन, घाँटी सुकिसक्यो मेरो। यस्तै छ है, मैले सबै बनाएको छु। यही स्कुल हो मामाहरू पढ्नु भएको। यहाँ मामा यहाँ हुनुहुन्छ। यहाँ स्कुल छ, अति भइरहेछ होइन, स्कुल हो है। किचन छ, यता हेरिदिन्छ त फुपू। होइन है, मैले यतिमै अन्त्य गरेँ है। हेर्नु होला मैले के बनाएँ भनेर। मैले यति बनाएँ होइन, के छ हेर्नु होला। सबै देखाएको छु, देखाउने जति म अरू भिडियोमा पनि देखाएको छु। हस् त, नमस्कार।